हामी चाहिँ यसको जरैमा आयौँ है, यी पुलमाथि चढ्यौँ। अब हामी यसको जरामा आछौँ। ल हेर्नु त कस्तो राम्रो छ या। अरे म पहिलो पर्यटक हो है कपिल वस्तुको यो ठाउँको जस्तो लाग्छ है मलाई। म धेरै भाग्यमानी रहेछु। ल हेर त हाँसिसक्यो पिदामुनि छौँ हामी। यति दामी छ नि बरै। यो मेरो भाइको देन हो है। यो मेरो भाइले मलाई घुमाउनु ल्याएको मेरो भाइको देन हो र। अझै म केरला नाका देखाउँछु है साथी तपाईँहरूलाई। म त्यहीँ जाँदैछु नि। त्यो छ सानो सानो गाउँ पनि छ। ल हेर्नु यहाँ खासै ठुलो त रहेनछ, सानो सानो गाउँ रहेछ। ल हेर्नु अब हामी गाडीमा छौँ। यो खोला हो, यो डाँडा हो। तपाईँहरूलाई पत्यार लाग्छ कि लाग्दैन? ल देख्नुभयो नि, म केरला नाका जाँदैछु नि। ल हेर्नु यहाँ यो हामी हिँडेको बाटो, त्यसपछि सटक्कै खोला, त्यसपछि यो डाँडा यस्तो छ। हाम्रो गाउँतिर भएको भए साथी यस्तो ठुल्ठुलो ढुङ्गा हुन्थ्यो। ल हेर्नु यहाँ ढुङ्गाको नाम निशानै छैन, मात्रै बालुवा छ। ल यो खोलामा हेर्नु ढलान गरे जस्तो छ। खोला पनि सम्मै छ। यो कहीँ छ तपाईँले देख्नु भएको छ? ल हेर्नु त। अरे भाग 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 हेर ढोका लाउनु ढोका। हेर्नु साथी यता खरानी कलरको माटो छ भने त्यहीँनिर रातो छ। यस्तो रातो माटो छ। यताबाट चाहिँ गाडी आछ। राइट उडायो। अब त यो हिमाल कति हेर्ने हो कति हेर्ने हो। हिमाल छ। ल त्यो अक्सिजनको कमी हुने रहेछ। अनगिन्ती कति पहाड काटियो भन्ने पनि थाहा भएन। अनगिन्तीमा छौँ हामी चाहिँ चाइना बोर्डर हेर्न जाँदैछौँ, केरला नाका। ल हेर्नु यहाँ अनगिन्ती छ। यस्तो छ। ल यहाँ यस्तरी हावा लाग्छ सरर रोमडिया स्टाइल यस्तो हावा लाग्छ यहाँ। ल हेर्नु त पुरा